हेलो गाइज, म सेप शरण अनि म तपाईँहरूको अगाडि लिएर आउँदैछु वेस्टरिज लेक। अन्त हेर्नुहोस्, अब यसमा आयो पेपर सल्ट, अन्त यसमा काजुन पाउडर, स्पाइस मजाले यसमा डस्ट गरेर मजाले मिक्स गर्यो। अन्त यसमा आयो भर्जिन ओलिभ ओइल। हेर्नुहोस् गाइस, कसरी बनिन्छ पुरा भिडियोमा बनिराख्नुहोस्, तपाईँहरू देखाउँछु हामी बनाएर कसरी बनिन्छ। यसमा अहिले यो पेनमा ग्रिल गर्दैछु। यसमा आयो रोजमेरी र थाई। आरामले यसमा ब्राउन कलर निकाल्नु पर्यो, गोल्डन वाला। और यसमा आयो फेरि बटर। हेर्नुहोस् गाइस, अब बटर लगाएर पनि यसलाई आरामले ग्रिल गर्नु पर्यो, मजाले पेन ग्रिल। हेर्दै जानुहोस् तपाईँहरू, पुरा भिडियो हेर्दै जानुहोस्, हामी कसरी बनाउँछौँ। तपाईँहरू पनि ट्राई गर्नु सक्नुहुन्छ तपाईँहरूको किचनमा। यसमा पुरा रेसिपी छ, हेर्नुहोस् गाइस। भिडियोमा बनिराख्नुहोस्, हेर्नुहोस्, तपाईँहरू पनि ट्राई गर्नु सक्नुहुन्छ। अन्त अब हामी यसलाई गर्छौँ मजाले पेन ग्रिल गरिसकेर चाहिँ यसको बादमा चाहिँ हामी के गर्छौँ भने चाहिँ एउटा पेन लिएर तेल हालेर यसमा हेर्नुहोस् गार्लिक हाल्छु, सेलेरी हाल्छु, अन्त यो लिक्सको पत्ता, अन्त ओनियन, क्यारेट, अन्त रेड वाइन। हेर्दै जानुहोस् तपाईँहरू पनि एक ट्राई गर्नु सक्नुहुन्छ। रोजमेरी र थाईमा आयो, हेर्नुहोस्। यसमा आयो सल्ट, ब्ल्याक पेपर, अन्त आयो यसमा अब चिकन ब्रोक पाउडर अलिकति। हेर्दै जानुहोस्, यसलाई मजाले पुरा रोस्ट गर्नु पर्यो पेनमा। हेर्नुहोस् कलर कस्तो मजाले आइरहेछ, कलर है रेड भएर। हेर्दै जानुहोस् तपाईँहरू। यसको बादमा हामी यसको प्लेटिङ कसरी गर्छु, लु हेर्नुहोस् त कस्तो मजाको भइरहेछ यो। हेर्नुहोस् मजाले देख्नु, वाउ भइरहेछ, कस्तो मजाको भइरहेछ। यसलाई मजाले रोस्ट गर्ने हो। त्यसको बादमा चाहिँ हामी यसैको सस बनिन्छ। हेर्नुहोस्, जुन चाहिँ हामीले यो पेनमा रोस्ट गरेर त्यसकै सस बनिन्छ। हेर्नुहोस् कस्तो मजाको भयो है, वाउ भयो। हेर्नुहोस्, अब हामीले लिएको छ स्विट मेस पोटेटो, ठिक छ। सेफ्रोन कलर चाहिँ सेफ्रोनको हो हाम्रो, र मजाले वेस्टरिज ल्याम्ब। हेर्नुहोस् यसरी गर्नु पर्यो प्लेटिङ चाहिँ तपाईँहरूले, ठाडो गरेर है, सिधा एकदम। अलिक टेढा गर्दा पनि के हुँदैन, तपाईँहरूले हैन, आफ्नो स्टाइलले हो, जस्तो हुन्छ त्यस्तै। यसमा आयो भेजिटेबल ब्रोकोली, बोइल ब्रोकोली। गार्निसको लागि अब आउँछ तपाईँहरूको माइक्रोग्रिन। हेर्नुहोस् यो चाहिँ बनेर रेडी छ। यो हाम्रो सस, रेड वाइन बेसेस सस। वाउ, हेर्नुहोस् गाइस साथीहरू कस्तो दामी भयो।